सदस्यहरू लगायत टाढाबाट पाल्नुभएका अतिथिगणहरू, हाम्रो दाजुभाइ अनि मेमसाबहरू, हाम्रो पल्टनको गर्वशाली इतिहास बेटालनर सिङ्गोटेको खुसियालीमा हार्दिक स्वागत गर्दछु। म क्याप्टन सुमन गुरुङ अनि मलाई साथ दिनुभएका मेरो सिङ्गो बटालियनको एक्जिक्युटिभ मेम्बरहरू, जसले गर्दा यति राम्रो बेटालना डे सेलिब्रेसन मनाउन गइरहेको छौँ, उहाँको तर्फबाट पनि हार्दिक अभिनन्दन टक्राउँदछु। विशेष गरी हजुरहरूलाई थाहै भएको कुरो हो, हाम्रो पल्टन 1963 स्थापित भए पश्चात ठिक 8 सालको बाद भारत र पाकिस्तानको बीच घमासान लडाईँ चलिरहेको बेला हाम्रो पल्टन नयाँ भए पनि पल्टनको राम्रो काम साथै गोर्खा पल्टनको वीरता देखेर सन् 1971 हाम्रो पल्टनलाई पाकिस्तानसँग लडाईँ लड्ने एउटा सुनौलो मौका पायो। भन्छन् नि, एउटा पल्टनले लडाईँ लड्ने मौका पाउनु नै एउटा सौभाग्य हो। लडाईँ जाडोको महिना डिसेम्बरमा चलिरहेको थियो। तापमान 10 डिग्री भन्दा कम्ती थिएन। तपाईँले आफूले सोच्नु सक्नुहुनेछ, -10 डिग्री भन्दा कति जाडो त्यो जग्गा थियो होला। पुरै हिउँले ढाकिएको पहाडहरू थियो। हिँड्दा पनि 10 कदम हिँडेपछि सास फुल्ने, 1 कदम पनि अगाडि बढ्न नसक्ने यस्तो स्थितिमा थियो। 15,000 फिटमा दुश्मनका बङ्कर पोस्टहरू थिए। सिन्धु नदीको किनारदेखि लिएर दुश्मनको पोस्टसम्म माइनले भरिएको थियो। हाम्रो पिठमा 30 केजी को भारी सामानहरू लिएर हिँड्नु परिरहेको थियो। यस्तो अवस्थामा हाम्रो वीर पुर्खाहरू जोश र उत्साहको साथमा लडाईँ लड्न तयार भए। त्यसबेला पल्टनको कमान्डिङ अफसर लेफ्टिनेन्ट कर्नल DS जगी साहब हुनुहुन्थ्यो। 5 डिसेम्बर 1971 3 इन्फेन्ट्री डिभिजन जनरल अफ कमान्डेन्ट साहबले लडाईँ लड्नुको लागि आदेश दिनुभयो। 8 डिसेम्बरमा हाम्रो पल्टन लडाईँको लागि तैनात गर्यो र जनरल अफ कमान्डेन्ट साहब युद्ध मैदानमा आउनुभयो। त्यसबेला हाम्रो कम्पनीहरू अलग अलग जग्गामा डिप्लोय भइरहेको थियो। कम्पनीलाई आदेश दियो जसमा अल्फा कम्पनी र चार्ली कम्पनीले यो टास्कलाई पूरा गर्नु थियो। 3 दिनको बाद हाम्रो पल्टन 11 डिसेम्बर 1971 को बिहान अल्फा कम्पनी कमान्डर मेजर भी मनोज साहबले कमान्ड गर्दै दुश्मनको पोस्टमाथि 16 नम्बर पोस्टमा आक्रमण गर्यो। कब्जा गरेपछि समय लगभग बिहानको 5:30 भइसकेको थियो। तपाईले आफूले एहसास गर्न सक्नुहुन्छ त्यस्तो ठण्डाको मौसममा, बिहानको मौसममा कसरी हाम्रो वीर पुर्खाहरू लडाईँ लडेका छन्। र अर्को पोस्ट नम्बर 17 मा आक्रमण गर्ने चार्ली कम्पनीलाई आदेश दियो र चार्ली कम्पनीले पनि आफ्नो बहादुरीको साथमा त्यस पोस्टलाई कब्जामा लियो। र यस लडाईँमा हाम्रो एक जवान शहीद भयो जसको नाम राइफलम्यान प्रेम बहादुर थापा थियो र 1 जना 2 जना गर्दै 3-4 जना घाइते भए र हाम्रो राइफलम्यान प्रेम बहादुर थापालाई वीर चक्रले सम्मानित गरी उहाँलाई एउटा राम्रो सुनौलो अवसर दिँदै उहाँलाई प्रस्थान गर्नुभयो। वीर पुर्खाहरू लगातार 6 दिनसम्म भोकै तिर्खै नमानी सिर्फ आफ्नो पल्टनको नामको लागि लडाईँ लडेर अनि हात्तीमाथा नामक एउटा पहाडी क्षेत्रमा गएर कब्जा गरे। र आज त्यही खुसीमा हामीले बेटालनर डे, जो कि सिङ्गो रिभर एउटा नदीको नाममा हामीले आज
नाम कमाइरहेको छौँ र उसैको नाममा हामीले गुनगुनाएर यसरी खुसियाली मनाउन गइरहेका छौँ। यस लडाइँमा हाम्रो पल्टनले निम्न पदकहरू प्राप्त गरेको थियो, जसमा वीर चक्र 2, सेना मेडल 1, मेन्सन एन्ड डिस्पेच 2 र तपाईँले भन्नुहुन्छ यो सिङ्गोडे के हो र जो हात्ती माताको जो कापुरा थियो त्यसको मुनि एउटा सिन्धु नदी थियो, जो कि तपाईँले हिस्ट्रीमा पनि पढिसक्नु भएको छ र त्यसै नामले गर्दा हाम्रो पल्टनलाई भेटल डे सिङ्गो नामले नाम दिएर हाम्रो पल्टनको नाम उच्चारण गर्यो। त्यसको साथमा हामीलाई थ्रेटर अफ जम्मू एन्ड कश्मीर दियो, किनभने यो जग्गा जम्मू एन्ड कश्मीरमै छ र मलाई विश्वास छ कि यसरी नै हाम्रो पल्टनको ले नाम कमाएको, नामलाई रोशन गर्ने र सहयोग गर्ने र हाम्रो पुर्खाहरूलाई याद गरे सिङ्गो बेटल अनर डेको लागि हामीले याद गर्नेछौँ र हर साल यसरी नै हामी 17 डिसेम्बर वीर पुर्खाको नाम याद गरेर हामीले खुसी मनाउनेछौँ र मलाई आशा छ हाम्रो सबै सिङ्गो परिवारहरूले यस सिङ्गो डेलाई हमेसा मनमा राख्ने र वीर पुर्खाको नाम लिएर हामीले सधैँ एउटा खुसियाली मनाउने र मेरो यो 2-4 शब्द भन्दै यही म समाप्त गर्न चाहन्छु। धन्यवाद। जय हिन्द, जय भारत।